दर्शकबिन नमस्कार। म जुम्ली भलगर भाइ अथवा तपाईहरुको दाइ, तपाईहरुको प्यारो मित्र म रंगबहादुर भण्डारीको तर्फबाट नेनो नमस्कार। सो गाइस, तपाईहरु जुनसुकै ठाउँमा हुनुहुन्छ बी अलर्ट के साथीहरु होशियार हुनुस् के, किनकि विगत 3-4 दिनदेखि नेपालमा अनि अन्डर 16 अथवा 10 वर्ष भन्दा माथिको 16 वर्ष भन्दा तलको बहिनीहरु, सानसाना नानीहरु हराएको छ। एउटा यस्तो गिरोह छ जुन गिरोहले 16 वर्ष भन्दा तलको नानीलाई उठाएर जंगलमा लिएर बलात्कार गरेर उतै मारेर फालेको घटना प्रत्यक्ष छ। त्यही भएर तपाईहरुको नानी बाबुहरुलाई राति कतै बाटोघाटोमा नपठाउनुहोस्, किनकि अहिलेको जमाना एकदम डेन्जर छ। रन आजभोलिको अवस्था हेर्यो भने एकदम गम्भीर छ। त्यही भएर तपाईहरुको छोरी एक्लै दुग्लै घर टाढा छ भने पनि नपठाउनुहोस्, किनकि साथमा एकजना दुईजना भए पनि दाइ भाइलाई पठाउनुहोस्। किनकि अब छोरी हो, पहिला हिँडेको बाटो हो, पहिला गरेको काम हो, गएर आइहाल्छ भनेर ढुक्क नबस्नुहोस्, किनकि विगत 3-4 दिनदेखि तपाईहरुको नानी बाबुहरु हराइरहेको छ। र त्यही भएर तपाईहरु सोची हुनुहोस्, आफ्नो अभिभावकले, हाम्रो जुम्लावासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरूले आफ्नो छोरी अनि भाइहरूलाई र नेपालका जुनसुकै कुनामा भएका नेपाली दाजुभाइहरूले आफ्नो छोरीहरूलाई घर बाहिर नपठाउनुहोस् रातिको समय। यदि पठाउनुहुन्छ भने प्लिज पछाडि 1-2 जना आफ्नो साथी त्यो बहिनी छ भने घरमा दाइ भाइ होला, उसलाई पठाउनुहोस्। एक्लै दुग्लै कतै नपठाउनुहोस्। अहिलेको जमाना एकदम खराब छ। त्यही भएर तपाईहरु सो होशियार हुनुहोस्। म भन्न चाहन्छु, एक्लै प्लिज मैले तपाईलाई रिक्वेस्ट गर्छु, एक्लै कहिले पनि आफ्नो छोरीलाई घरदेखि बाहिर नपठाउनुहोस्। यदि घरमा छोरी सुतेको छ भने बाहिरपट्टि चुक्किन लगाइदिनुहोस्, थारिम लगाइदिनुहोस्, उसलाई बिहानपट्टि मात्र ढोका खोलेर बाहिर निकाल्नुहोस्, किनकि त्यस्तो अवस्था आइसकेको छ नेपालमा। सो साथी सबैजना सुरक्षित हुनु होला है त। ल।